नमस्ते साथीहरू। आज हामी लोकसेवा आयोगको परीक्षामा सोधिन सक्ने नेपालको राष्ट्रिय गान सम्बन्धी सामान्य ज्ञानका प्रश्नहरूबारे चर्चा गर्छौं। साथीहरू आउनुहोस् भिडियोतर्फ लागौं। हाम्रो नम्बर 1 मा रहेको छ नेपालको राष्ट्रिय गानको लेखक को हुन्। साथीहरू यसको उत्तर रहेको छ प्रदीप कुमार राई, जसलाई व्याकुल माइलाको उपनामले पनि चिनिन्छ। त्यसैगरी दोस्रो प्रश्न रहेको छ नेपालको राष्ट्रिय गानको संगीतकार को हुन्। साथीहरू यसको उत्तर रहेको छ अम्बर गुरुङ। उहाँको चाहिँ साथीहरू विक्रम सम्वत 2075 साल जेठको 25 गते निधन भएको। साथीहरू त्यसैगरी तेस्रो प्रश्नतर्फ लागौं। साथीहरू नेपालको राष्ट्रिय गानामा कतिजना गायक र गायिकाहरू रहेका थिए। साथीहरू यसको प्रश्नको उत्तर हो 20 जना गायक र गायिकाहरू। त्यसैगरी अर्को प्रश्नतर्फ लागौं। साथीहरू नेपालको राष्ट्रिय गानामा कति हरफ, कति शब्द र कति अक्षर रहेका छन्। यसको उत्तर रहेको छ साथीहरू 8 हरफ, 46 शब्द र 128 अक्षर रहेका छन्। साथीहरू त्यसैगरी अर्को प्रश्नतर्फ लागौं। साथीहरू नेपालको राष्ट्रिय गाना कहिले लागू भएको। साथीहरू यसको उत्तर रहेको छ विक्रम सम्वत 2064 साल साउनको 18 गते। साथीहरू 18 गतेदेखिबाट लागू भएको। साथीहरू त्यसैगरी अर्को प्रश्नतर्फ लागौं। साथीहरू नेपालको राष्ट्रिय गाना सम्बन्धी व्यवस्था संविधानमा कहाँ छ त। साथीहरू यसको उत्तर रहेको छ साथीहरू अनुसूची 2 मा र भाग 1 को धारा